हजुरको नाम के आउँदैन गुरुङहरू केही आउँदैन हजुरको नाम के आसबहादुर गुरुङ हजुरको यी पहिलेदेखि घर हो ए मतलब यो घान्द्रुक चाहिँ कहिलेदेखि चाहिँ यहाँ मतलब पर्यटनहरू आउने ओर्ने भयो धेरै वर्ष अघि कुरो पहिला त उही पोखरादेखि नै हिँडेर आउँथ्यो होला होइन अहिले पो गाडी आएर मान्छे आधी घन्टा मात्रै हिँड्नु पर्यो होइन अहिले त यता बाटो खन्नाले चाहिँ नि हजुर गाडी वहीँ पुग्छ नि ए उहीँ पुग्छ वहीँ बस पार चाहिँ नि यता होइन ए हजुर बाबु ए यो चाहिँ पुरानो यो चाहिँ नयाँ बनाएको होला नि त यो अहिले चाहिँ नि त्यहाँबाट पनि तपाईँको यो माथि डाँडामा पुग्छ हजुर जिरी जान्छ क्या ए हजुर हजुर डाँडा छर्यो भने अलि नजिक सजिलो हुन्छ यहाँ खास यो घान्द्रुकको विशेषता चाहिँ के हो के पाइने बस्ने होमस्टे जे भन्छ त्यही छ हजुर जे भन्नु त्यही छ मतलब खानेकुराहरू सबै कुरा पिउने कुरा बस्ने कुरा यीको स्पेसल एकदम स्पेसल त अब त्यस्तै हो अहिलेको जमानामा हजुरको चाहिँ यहाँ कति पुस्तक हो कहाँ पुस्तकको कुरो त 9-10 पुस्तक भयो होला नि हामीबाट चाहिँ नि चिनेको 3-4 पुस्तक भइसक्यो बाउ बाजेको त पहिला बाउ बाजेहरू चाहिँ कहाँबाट आएको भन्ने थाहा छ हजुरलाई बाबु फुलबुङ यहाँ खोलो यो फुलबुङ यहाँ खोलो हजुर बाबु ल ठिक छ भाइहरू पनि तलबाट आउनुभयो केलुलो यो चाहिँ यसरी भिरेर सामान पनि बोक्यो झोला पनि बोक्यो हजुरले के बोक्नु भएको छ यो चाहिँ नि हाम्रो जे हाले पनि भयो नि यो चाहिँ के हो यो कुरिलो ओ कुरिलो यो अनि यी फलले यसलाई के किनेर ल्याउनु भएको होइन इसमित्र दिएको कहाँ पाउँछ यो चाहिँ वनमा ए ल धन्यवाद ल तपाईँको यहाँको स्पेसल कुरिलो यो फेरि उहाँले बोक्नु भयो त आज ए आफूले पनि अर्काले मागेको कोही के भने जस्तो होइन खाना सादा बोक्नु भइसक्यो खाना सादा बोक्नु भइसक्यो ए हिजो चाहिँ नि उहाँ हाम्रो अंशमा थियो हामी चाहिँ नि एकाबाट गएको ए ल धन्यवाद तपाईँलाई अब सानो जानकारी दिनुभयो होइन धेरै धेरै धन्यवाद ल